कमिलाले चाहिँ मर्ने बेला नि पख बनाउँछ अरे के त्यही भएको महेश बस्नेतलाई त्यसरी के अब महेश बस्नेतले चुनाव नोमिनेसन त गर्न पाउलान् किनभने 6 गते नोमिनेसन 7 गते मुद्दा छ 7 गते फैसला भएपछि 8 गते बेलुका जाने भने महेश बस्नेत जेल हो नखु कारागारबाट लड्छन् कि दिल्ली बजारबाट लड्छन् त हेर्न बाँकी नै छ त्यही भएर उहाँले अलि घुमाउरो पारामा आफैलाई भने हो कि हुन नै सक्छ आफूलाई नै भने हुन सक्छ स्याल सम्झेर आफैलाई सहर पसाउँदै सहर कि जेल तपाईले त जेल भन्नुभयो यस्तो छ जेल त जेलै त हो नि कहाँ हो त नि जेल नभएर नखु कारागारलाई तपाईको घर भन्नुहुन्छ भनेपछि अब नेपाली राजनीति चाहिँ कस्तो बन्दैछ अब एमालेमा महेश बस्नेत भएन भने एमाले खल्लो एमाले नरहने पिल्लरको रूपमा मान्छे पिल्लर महेश बस्नेत मात्रै एक्लै छ मान्छे त्यहाँ पार्टीमा धेरै दिग्गज व्यक्तित्व हुनुहुन्न बौद्धिक व्यक्तित्व हुनुहुन्न धेरै देश चलाउनु भएका मान्छेहरू हुनुहुन्न महेश बस्नेत केही होइन मामुली एउटा टोले गुण्डा हो म भन्छु तपाईहरुलाई त उहाँलाई सचिव बनायो त सचिव त जम्मा 2300 मतले ए बाबा नेकपा एमालेमा आधा त्यत्रो जनता भएको ठाउँमा 2300 जनाले त्यही पनि ओली कम्पनीबाट खडा गरिएर ल्याएको धाँधली गरेर प्रतिनिधि ल्याएको रातारात 108 जना मनोनित गरेको त्यस्ता व्यक्तिले हालेर भोट हालेर अनि सचिव भए भनेर हुन्छ कहाँको सचिव ओली कम्पनीको सचिव नेकपा एमालेको होइन मानिदैन महेश बस्नेतले एमाले सिंगो एमाले थामिदिएको होइन बोलियो के थामिएको भने कहाँ भने यो हुटे द्याउले के थामे जस्तो थामिन्छ त्यो त त्यतिकै हो मर्ने बेलामा कमिलाको पख पलाउँछ भने जस्तो महेश बस्नेतका यी अभिव्यक्ति यी कुराकानी र यी सोसियल फिल्डमा देख्नु भएको छैन जहाँ गए त्यहाँ प्ले कार्ड देखेर लोला छपेका छन् टायर बालेका छन् यस्ता नैतिक पतन भइसके यिनीहरू अझै पनि यिनीहरू अझै सचिव केका सचिव ओली कम्पनीका सचिव ओलीका घरका सचिव नेकपा एमालेको होइन स्वीकारेका छैनन् जनताले बालेन र रविको एकतालाई लुसिफर र सिंहदरबार जलाउँछु भन्नेहरूको र सहकारी ठगको एकताको रूपमा बुझेका छन् तपाईले आरोप लगाएका व्यक्तिले एमालेले सबभन्दा बढी यसको कटाक्ष गरेको छ एउटा हमलाले सुन्नु न एउटा हमलाले देखाइरहँदा 5-4 वटाहरु बाँकी रहेका हमलाले महेश बस्नेत आफैलाई देखाइरहेको छ म महेश बस्नेतलाई चुनौती दिन तयार छु यदि अरूलाई लुसिफर हो सहकारी ठग हो भन्ने हो भने महेश बस्नेत जी तपाई आएर बलात्कार भ्रूण हत्या डाका चोरी जस्तो मुद्दाको अनुसन्धानको दायरामा परिसर आएर हुनुहोस् आफ्नो ज्यान र अनुसन्धान गरेर देखाउनुहोस् जनतालाई म स्वच्छ छु भनेर र मेरो अगाडि आएर सयौं क्यामेराको अगाडि टुली खेलमा बोलाउनुहुन्छ रिपोर्टर्स क्लबमा बोलाउनुहुन्छ कहाँ हो सम्वादवालीमा बोलाउनुहुन्छ म तयार छु बोलाउनुहुन्छ डिबेट गर्न सक्नुहुन्छ एमाले त पहिलो पार्टी अरूलाई आरोप लगाउने अनि आफू चाहिँ के चोखेर मंगल ग्रहबाट झरे जस्तो कुरा गर्ने लाज लाग्दैन उहाँ तपाईसँग बहसको लागि टेबल टक गर्नको लागि र कानुनी प्रक्रियाको लागि उहाँ आउन चाहनु त्यसो भए कहाँ आउने घर घरमा पहुँच पुर्याउने पैसा पुर्याउने गरे मुद्दा तमेलीमा हाल्ने न्यायाधीशहरू धम्काउने फर्काउने गरे बसिरहेका छन् आउन सक्ने मान्छे त आउने हो नि त्यसरी जित्ने हो जनताको मत लाज लाग्दैन 2 वर्षदेखि बलात्कार जस्तो मुद्दा भ्रूण हत्या जस्तो मुद्दा डाका चोरी जस्तो मुद्दा ती 3वटा जघन्य अपराधको फौजदारी अभियुक्त आज यसरी बोल्न मिल्छ अनि फागुन 21 पछि त 2/3 को सरकार अथवा हाम्रो सरकार बन्छ भनेर एमालेले भनिरहेको छ त्यस्तो भने उहाँले 2/3 को भन्न खोजे हैन क्या 2 र 3 आउँछ 5 वटा जति आउन सक्छ भने हो क्या त्यसलाई त्यसरी बुझ्नु न एमालेको मात्र 5 सिट त्यो 5 सिट आउँछ त्यही भन्न खोज्नु भयो उहाँले तर एमाले भित्र पनि राम्रो मान्छे छ त्यति भयो नि आकलन गर्नु भएछ धन्यवाद उहाँहरुलाई त्यसपछि बहुमत कसको आउला बढी भन्दा बढी सिट कसको आउला म ठुलो पार्टी चाहिँ को बन्ला 21 पछि त्यो को बन्छ भनेर चाहिँ जनता जनार्दन हो क्या मैले पटक तपाईलाई भनेको छु नि तपाई त बोल्दा अभियान त मात्र हैन के तपाई त व्यापारी मात्र हैन के तपाई बोल्दा विश्लेषण भइसक्नु भयो त यहाँ त त्यस्तो छ के मैले भनेर हुने कुरा होइन के हजुर जनता जनार्दन हुन् भिडको हुलले अघि मैले भनेको थिएँ तपाईहरुलाई बालेन र केपी ओलीको फोटो राखेर महेश बस्नेत र शोभा पाठकको फोटो राखेर कसको भोट बलि आउँछ भनेर त्यो सोशल मिडियामा लेखेर त्यो हुलको जमातले दिने भोट होइन नि त त्यहाँ भित्र भएका जनता कति छन् त्यो क्षेत्रभित्र भएका जनता कति चाहिँ कसलाई रुचाउँछन् र उहाँहरूले लिएर जाने मिसन भिजन के हो उहाँहरूले लिएर जाने नीति नियम बनाउने कस्तो हो कार्यक्रम के छन् एजेन्डा के हो त्यो आधारमा जितेर आउने हो त्यसैले गर्दा म यसले जित्छ भनेर भन्न सक्दिन र मैले जिताउने पनि होइन म जाने भिख माग्न हो न्यायको भिख माग्न जाँदैछु र अन्यायमा परेका व्यक्तिहरूको आवाज लिएर जाँदैछु मलाई दिने भोट जनताले दिने हो त्यो कारणले गर्दा यो चाहिँ उहाँहरूलाई नै जिम्मा छोडिदिन्छु थ्यांक यू सो मच